सबैलाई स्वागत छ मेरो आजको दिनमा। अनि आज चाहिँ भेरी स्पेशल डे किनभने आज हामी 2 वर्षपछि जाँदैछौँ नेपाल। अनि त्यसको छुट्टै एक्साइटमेन्ट छ। सँगै हामी यो वर्षको नेपाल यात्रा चाहिँ अलि फरक हुनेछ। यो त्यस्तो खासै प्लानवाला ट्राभल पनि होइन, तर यसपालिको ट्राभल चाहिँ अलि लङ छ अनि धेरै ठाउँ नेपाल एक्सप्लोर गर्ने सोच छ यसपालि चाहिँ। अनि यो अबाउट द टुर। अनि यो टुरको नाम चाहिँ मैले के राखेको छु भने विन्टर इन नेपाल। बोर्डिङ टाइम अहिले खुलेको रहन्छ। अनि हामी चाहिँ लगभग 11 बजेको फ्लाइट हो अनि 9 बजेसम्म आइपुग्यौँ। जता गए पनि हामीलाई चाहिँ हतारै हुन्छ अलिकति, तर के भने अलि ढिलो हुनुभन्दा त छिटै हुनु अलिकति राम्रो। तिमीलाई कस्तो लागिरहेछ त नि नेपाल जान? एक्साइटेड छौ? अनिस कस्तो लागिरहेछ त नेपाल जान हजुरलाई? I am also excited. Have a lovely day. Have you got a bell? Yeah. Comes off when you go. Oh, okay, sure. भयो हाम्रो। अनि हाम्रो सबभन्दा बाटो देखाउने मान्छे, सबै त गर्ने मान्छे यिनै हुनुहुन्छ आज यो सफरको। 1 र 2 यही हो। सो फाइनली इट्स बोर्डिङ टाइम। ल हामी चाहिँ अब यही हो क्वान्टन प्लेनमा चढ्दैछौँ। अनि त्यसपछि अब सिडनी ल्यान्ड गर्ने हो। होइन So finally प्लेनमा बस्यो। अब केही समयपछि प्लेन आकाशमा उड्छ अनि त्यसपछि फ्लाइङ लाइक अ बर्ड। ल फाइनली हामी सिडनी टचडाउन भयौँ। फ्लाइट चाहिँ बम्पी थियो एकदम, भनौँ न। टर्बुलेन्स आएर एकछिन त डरको माहौल थियो। एकछिन त कहाँ सातो पुत्लो लैदै थियो। उहाँ सिडनी ल्यान्ड हुनुपर्ने ठाउँमा, एयरपोर्ट ठाउँमा उहाँ बन्डाई पुगेर हुन्छ कता हामी राइट प्लेनमा छ कि छैन भने एकछिन त टेन्सन लगाइदिँदा। फाइनली अब जसै होस् सेफली टचडाउन भइयो सिडनी। अब यताबाट चाहिँ रातिको फ्लाइट छ, बट अब दिनभरि यसो सिडनी एक्सप्लोर गरिन्छ अनि त्यसपछि फेरि जर्नी सुरु हुन्छ। अब अहिलेको लागि चाहिँ सिडनी नै घुम्ने अनि त्यसपछि सिडनी एक्सप्लोर गर्ने।